राति चाहिँ म रियोसँग पनि भेट्छु होला सायद। कलेज आएको, कलेजबाट गएको, काम गएको के देखाउने हो। अनि आज कलेजबाट रेस्ट लान लागेको पनि ठ्याक्कै मेरो वर्किङ लाग्ने ठाउँमा हो। स्पेसली के भन्दा हामी चाहिँ यस्तो रेस हेर्न आएको थियौँ क्या। अलिक गाउँ जस्तो ठाउँ रहेछ यो। त्यो पनि 2.5 वर्ष भइसकेको छ है। अस्ति भर्खर आएको जस्तो लाग्छ। आएपछि दुईवटा छोडेर त्यसलाई चाहिँ कस्तो हुन्छ यम्मी होइन नि कुरा ब्लुबेरी। सो हेलो गाइज, वेलकम ब्याक टु माई अनदर भिडियो है। सबैजनालाई गुड मर्निङ फ्रम जापान। अनि कलेजबाट हामीलाई रेसको लागि लाँदैछ क्या। सो कलेजबाट कार रेस जस्तै एउटा मिनी सानो कार हुन्छ क्या, त्यसको रेसको लागि जाँदैछु। सो स्पेसली आज चाहिँ कलेजबाट त्यो जाम्ला भएर त्यही तपाईँहरूलाई देखाउनुकै भनेर त्यसको बारेमा भेटिए हुन्छ। राति चाहिँ म रियोसँग पनि भेट्छु होला सायद। रियोसँग पनि भेट्छु अनि उसँग भेटेपछि उसँगको भिडियोहरू पनि आउँछ बेलुका। अनि दिउँसो चाहिँ म कलेजबाट त्यहाँ जान्छु। सो सबै देखाउँछ है त तपाईँहरू। अगाडिको भिडियोमा चाहिँ मैले यस डेली भ्लग बनाउँछु भनेर भनेको थिएँ नि त तपाईँहरूलाई। सो डेली चाहिँ सकिँदैन, हप्ताको जस 2-3वटा यसो 1-2वटा भिडियो चाहिँ हाल्न सक्छु। डेली भ्लग चाहिँ अलि फेरि रिपिटेड मेरो कलेज हुन्छ है, काम हुन्छ। अब त्यो कलेज आएको, कलेजबाट गएको, काम गएको के देखाउने हो। सो हप्ताको जस 2-3वटा जति भिडियो चाहिँ हाल्छु। र कमेन्टमा चाहिँ सबैजनाले डेली भ्लग अपडेट गर्नु यताउति भन्नुभएको थियो, राम्रो रेस्पोन्स दिनुभएको छ। त्यसको लागि चाहिँ धेरै खुसी लाग्यो है। थ्याङ्क यू सो मच फर द सपोर्ट। सबैजनालाई धेरै ठाउँबाट हेरिदिनु भएको छ, माया गरिदिनु भएको छ है। यसरी नै माया गरिदिनु होला। यो सब राम्रो कन्टेन्टहरू यताउति होइन, जापानको यता नयाँ कल्चरहरू बारेमा भयो भने चाहिँ म बनाइहाल्छु। सो वर्किङ लाग्न पनि त धेरै छैन, वर्किङ लाग्न पनि 1 वर्ष जति छ। अनि वर्किङ लागेपछि चाहिँ मेरो अब टाइम अलिक धेरै हुन्छ नि त। अहिले जब गर्छु म, अरू बाहिर गर्छु, 2-2वटा जब गर्छु। सो 2-2वटा जब गर्दा काम गर्ने टाइम पनि हुँदैन, भिडियो बनाउने टाइम पनि हुँदैन। अन्त 2-2वटा काम गरेपछि सो वर्किङ लागेपछि चाहिँ टाइमहरू पनि धेरै हुन्छ, स्टेबल टाइम हुन्छ। अनि म राम्रोसँग है त्यतिखेर अब बाइक पनि निकाल्यो भने, गाडी साडी केही निकाल्यो भने है, मोटो ब्लगहरू पनि हुन्छ नि त। त्यो त्यसरी गर्ने प्लान छ मेरो चाहिँ है फ्युचरमा। सबैजनाले सपोर्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनुहोस्। छिटै 10K पुऱ्याउँ भनेको च्यानल नै अब त मोनिटाइज हुन लागेको छ। धेरै खुसी लाग्यो है, सबैजनाको मायाले यसरी नै सपोर्ट गरिदिनु। त्यो अब मेरो वर्किङ नलागेसम्म चाहिँ म डेली चाहिँ गर्न सक्दिनँ। जस विकली अपडेट चाहिँ हाल्छु। वर्किङ लागेपछि चाहिँ जो बाइक केही किनेपछि प्रोफेसनल रूपले लिन्छ है त। सो यहाँसम्म चाहिँ किप लभिङ, किप सपोर्टिङ एभ्रिवान है। अनि आज कलेजबाट रेस्ट लान लागेको पनि ठ्याक्कै मेरो वर्किङ लाग्ने ठाउँमा हो क्या। मैले चाहिँ ओसाकाको नारा, ओसाका भन्दा पनि यतैतिरको यो किङकीको नारामा वर्किङ लाउनु लागेको। सो रेस खेल्न जानु लागेको पनि त्यही ठाउँ हो। अनि मेरो वर्किङ लाग्न लागेको ठाउँ चाहिँ कस्तो ठाउँ रहेछ त्यो पनि देखाउँछु है। अलि गाउँ टाइपको भन्नाले अलिक पाहाड साइडमा पर्छ, त्यही भएर अब कस्तो छ त्यो पनि देखाउँछु हजुरहरूलाई। मेरो वर्किङ पनि त्यतै लाग्छ, आजको रेसहरू पनि त्यतै हुन्छ है। अनि बेलुका रियोलाई पनि भेट्छु। सो बेलुकासम्म कस्तो के हुन्छ सबै देखाउँछु है। अनि आज चाहिँ स्पेसली के भन्दा हामी चाहिँ यस्तो रेस हेर्न आएको थियौँ क्या। रेस हेर्न भन्दा पनि खेल्न आएको थियौँ। यस्तो टुडे गाडी चढ्न आएको थियौँ क्या। पुरै यहाँ चाहिँ रियलको रेसको जस्तै बनाएको छ। अनि हाम्रो क्लासको चाहिँ आज यो खेल्नको लागि ल्याएको थियो। मैले पनि भर्खर खेलेँ है। अनि खेल्दै त्यहाँ भिडियो गरौँ भनेको, त्यो चढाउँदै भिडियो गर्न चाहिँ नमिल्ने रहेछ नि त। त्यही भएर अनि मैले चाहिँ भर्खर चढेँ। अनि अरूले त्यो साथीहरूले चढेको चाहिँ हेर्दैछु म। अनि आज चाहिँ रियोसँग पनि भेट्नु छ, घर गएर म रियोसँग भेट्छु होला। त्यतिखेर आज चाहिँ डिनर डेट जान्छु म। सो त्यतिखेर पनि म कस्तो के हुन्छ हजुरलाई देखाउँछु है। तपाईँले गर्लफ्रेन्डसँग भिडियो बना भन्दै थिएँ। सो आज चाहिँ म उसलाई भेट्छु। अनि है त अहिले चाहिँ म यो रेस हेरेर है सकेपछि अनि म घर जान्छु। त्यसपछि अनि यतातिर भेट्छु। कौन है ये लोग? एक्सिडेन्ट भयो है त्यहाँ अब त्यो सपना लाग्यो। अब सबै अनि भ्यू चाहिँ यस्तो छ है, पछाडि यस्तो दामी भ्यू छ है।
अलिक गाउँ जस्तो ठाउँ रहेछ यो र यस्तो गाउँ जस्तो ठाउँ छ घरै घर छैन नि त ल यो चाहिँ जापानै हो है हेर्दा नेपाल जस्तो छ यसो हेर्दा यो काठमाडौँको डाँडा जस्तो छैन त के भन्छ काभ्रेतिर तर यो चाहिँ जापानै हो र अब चाहिँ सकिसक्यो है हामी घर जानु लाग्यो अनि हामी आएको चाहिँ यही बसमा हो यो दुईटा बसमा अब चाहिँ सिधै घर लाग्दिने आज अलिक ढिलो भयो अब चाहिँ रात पर्छ जस्तो लाग्यो गर्लफ्रेन्डसँग भेट्दा चाहिँ यस्तो छ ल रात पनि परिहाल्यो नि यस्तै त हो लाइफ है जापानमा चाहिँ बिहान चुरुक्क उठेर हिँडे मान्छे अब घर आइपुग्ने बेलामा पुरै झमक्क रात पर्यो है रात पर्यो यस्तै हुन्छ है जापानको स्टुडेन्ट लाइफ चाहिँ अझ मेरो त काम थिएन काम हुँदा पनि काम गयो एकैचोटि 12-1 बजी मात्रै आइन्छ घर है यस्तै हुन्छ दिन बितेको थाहा हुँदैन त्यही भएर आएको पनि 2.5 वर्ष भइसकेको छ है अस्ति भर्खर आएको जस्तो लाग्छ पहिला घर पुग्छु अनि कपडा सपडा फेरेर रियोलाई भेट्न जान्छु केटाहरूले खाना पनि बनाएको छ कि छैन पहिला चेक गर्छु खानासाना खाएर भेट्न जानु पऱ्यो अब छैन भने त त्यत्तिकै जानु पऱ्यो बाहिरतिरै खान्छु अब डेली भ्लगको बारेमा मैले भन्न चाहिँ भने है अब के कामसाम हुन्छ मेरो 2वटा काम हुन्छ भ्याउँदिनँ यताउति भनेर गाह्रो हुन्छ भनेर त भने अब त्यही हो काम नगरी पनि त हुँदैन है अब 2टा काम नगरी पनि हुँदैन कलेज फिजहरू महँगो हुन्छ नि त कलेज फी मेरो महिनाकै कलेजमै लगभग 1 लाख बढी जान्छ कलेजले गर्दै पैसा सो झट्टै काम छोड्ने कुरा पनि भएन काम छोडेर भ्लग गर्ने कुरा पनि भएन होइन भ्लग यताउतिबाट अब पैसा पनि सुरुमा आउँदैन केही पनि त्यस्तो छैन नि त त्यही भएर अब कामसाम छोडेर गर्ने कुरो चाहिँ भएन त्यही भएर अलिक भ्लगहरू पनि बिस्तारै युट्युबतिर पनि राम्रै भयो भने अनि बिस्तारै एउटा काम चाहिँ घटाएर अलिक राम्रोसँग अलिक मेहनत गरेर भ्लग चाहिँ बनाउँछु म त्यस्तो छ है त्यही भएर अब फेरि गर्न पनि भ्लग पनि बनाउँछ अनि तर गाह्रो पनि हुन्छ यताउति भनेर चाहिँ नसोचिदिनु होला है जापानमा काम नगर्दा त हुँदैन है सबै कुरो छ ऋण पनि हुन्छ अलिअलि ऋण छ कलेज फी छ यताउति सो काम चाहिँ छोड्न मिल्दैन म चाहिँ यतिकै म जति सक्छु त्यति होइन आफूले सक्ने एकदम मेहनत गरेर भिडियोहरू बनाउँछु मेहनत गर्छु तपाईँहरूले सपोर्ट गरिदिनु पर्यो त्यति हो है सबैजनालाई खानासाना खाएर जानु पर्यो भनेको रियोलाई भेट्नलाई घरमा खानासाना पाकेर रहेछ आज सो म चाहिँ अब उतै गएर उसँगै कतै रेस्टुरेन्टतिर गएर केही खान्छु साथीहरू सुतिसकेर चाहिँ खै किन है मलाई पनि अहिले गएर अब सपिङहरू गर्नु पनि ढिलो हुन्छ त्यही भएर म उतै उसँग भेट्छु अनि उतै केही खान्छु वहाँ गएपछि फेरि म भिडियो गर्छु है त सो म चाहिँ जाँदैछु है त लाग्यो यस्तो साइकलमा जाँदैछु म 2टा हात छोडेर टुई यसो घर वरिपरि चाहिँ यस्तो छ है चिसो अल्लाह हामी आयौँ आज यो खानालाई गाइस रियोले मलाई यो खाना ल्याएको छ है यसलाई चाहिँ आसाई भन्छ आसाई टी भन्न आसाई बोर भन्छ है यसलाई चाहिँ यस्तो हुन्छ वाउ यो खाना गए ल अब सिला भाषा 食べていい？食べて。いちごからいきます。いちごが一番美味しいです。いちごが一番美味しいですか？はい。यहाँबाट किनेको अनि यहाँबाट खाएको ओके खाइます。待って。いちご。यम्मी ओइसी यसलाई टक्क लाएर यसरी खाने यस्तो छ है कोला स्ट्रबेरी अनि के छ अहिले चाहिँ रातिको 9-10 बज्न लागिसक्यो है 10 बज्न लाग्यो रातिको यो खानाको यस्तो मेरो हुन्छ
Masih nama nani kora blueberry. ब्लूबेरी अस्ति मिलेर है दामी हुँदो रहेछ है एउटाको फेरि 800 रुपियाँ हो दुईटाको 1600 रुपियाँ उसलाई उसको चाहिँ फेभरेट हो छ हामी यो खान आएको यो खाएर अनि गार्डनतिर कोइनतिर गएर गफ गर्ने अनि घर जाने यस्तै भोलि पनि भेट्ने पर्सि पनि भेट्ने भोलि पनि भिडियो आउँछ है